को प्रार्थना गर्नेछौँ। प्रभु तपाईँलाई धन्यवाद दिँदछौँ। यो समय तपाईँले सुन्दर जीवन दिनुभयो, सुन्दर बिहानी दिनुभयो, विशेष धन्यवाद दिँदछौँ। अनि हप्ताभरि परमेश्वर तपाईँले हामीलाई सहायता गर्नुभयो, यसको निम्ति विशेष तपाईँलाई म धन्यवाद दिँदछौँ। अनि प्रभु आजको आराधना सङ्गति तपाईँको हातमा राख्दछौँ। आजको दिन तपाईँ परमेश्वरले आज हामीलाई सहायता गर्नुभएको होस्। अनि आज गरिने हरेक वचनहरूमा अनि प्रभु गाइने भजनहरूमा तपाईँ परमेश्वर रहनुभएको होस्। विशेष क्वायर झुन्डालाई तपाईँ परमेश्वरले सहायता गर्नुभएको होस्। अनि जुन वचन बोल्ने हुनुहुन्छ पास्टरमा उहाँलाई सहायता गर्नुभएको होस्। अनि सुनाउने देवीको साथमा तपाईँ परमेश्वर रहनुभएको होस्। अनि आजको बाल सङ्गतिमा अनि आमा सङ्गति अनि विशेष प्रभु होस्मा तपाईँ परमेश्वर रहनुभएको होस्। अनि प्रार्थना गर्दछौँ आज विभिन्न ठाउँमा हुने सङ्गतिमा तपाईँ परमेश्वरले सहायता अनि सुरक्षा गर्नुभएको होस्। अनि जतिजना आउँदै हुनुहुन्छ उहाँको बाटो यात्रामा तपाईँ परमेश्वरले सहायता गरिदिनु भएको होस्। प्रभु धन्यवाद छ। सुरु अन्त्यको बारहरू तपाईँको हातबाट राख्दै आशिष माग्दछु प्यारो प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन। हुन्छ, जय मसीह। आउनुहोस् हामी सबैजना खडा हुनेछौँ र हामी केही भजनहरू गाउँदै हामी परमेश्वरको महिमा गर्नेछौँ है त। तपाईँले खोल्न सक्नुहुनेछ सारा गाउँ सहर भन्ने भजन हामी गाउँदैछौँ है त। तपाईँले तालीहरू बजाउनु होला। सबैले सारा गाउँ सहर केमा छ है तिम्रो भाडा, छोरा बाबु कि रथमा हो यसुमा छ तिम्रो भाडा। सारा ब्रह्माण्डलाई बनाउनु हुने बिरुवाका सबै चिजाउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउडन हुनेमा छ मेरो भाडा। सारा ब्रह्माण्डलाई बनाउनु हुने बिरुवाका सबै चिजाउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउडन हुनेमा छ मेरो भाडा। गरी सबका प्रभु येशू सानो ठुलो गर्छन् सबको भलो। बाहिरी रूपलाई हेरेर होइन भित्री हृदयलाई विचार गरी राम्ररीबाट पानी हुँदैमा छ मेरो भाडा। बाहिरी रूपलाई हेरेर होइन भित्री हृदयलाई विचार गरी राम्ररीबाट पानी हुँदैमा छ मेरो भाडा। मेरो प्यारो मण्डली केमा छ है तिम्रो भाडा। सुनमा हो कि चाबीमा हो यसुमा छ तिम्रो भाडा। मेरो प्यारो मण्डली केमा छ है तिम्रो भाडा। सुनमा हो कि चाबीमा हो यसुमा छ तिम्रो भाडा। नयाँ यरुशलेम नयाँ पृथ्वी नयाँ स्वर्गलाई बनाउनु हुने पिताको दाहिने बाहुली गरी आउनु हुनेमा पर्छु भाडा। नयाँ यरुशलेम नयाँ पृथ्वी नयाँ स्वर्गलाई बनाउनु हुने पिताको दाहिने बाहुली गरी आउनु हुनेमा पर्छु भाडा। हामी अर्को पनि एउटा भजन गाउँछौँ। सबैले ताली बजाउनु सबैजनाले Sarara,
मलाई क्रिस्टको प्रेमले तानिरायो मलाई क्रिस्टको प्रेमले लौ बजायो मलाई क्रिस्टको प्रेमले तानिरायो मलाई क्रिस्टको प्रेमले लौ बजायो मतान्तकातर्फ अनि विनाशतर्फ लम्किरहेको मान्छे अन्धकारमा परेर बिना अर्थको जीवन बाँचिरहेको मान्छे तर क्रिस्टको मायालु हातले मलाई तानेर निकाल्यो है आज नयाँ म भएको छु सररा 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 शीतल अनुग्रह पृथ्वीको आधारभूत शिक्षाहरूमा औधी बसेको मान्छे सृष्टिकर्ता पितालाई नचिना आत्मामा म त मरेको मान्छे तर क्रिस्टको पवित्र आत्माले नयाँ जन्म मलाई दिए है अब जीवितमा भएको छु सररा 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 यसुको क्षमा करुणा बाजुमा भित्र सररा 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 सुतको दयालुमा म दौड्दैछु सररा अरू हाम्रो आँखालाई हामी बन्द गर्नेछौँ अनि हामी परमेश्वरको महिमा गर्नेछौँ जुन परमेश्वर चाहिँ महिमाको योग्य हुनुहुन्छ जुन परमेश्वर चाहिँ आराधनाको योग्यको हुनुहुन्छ प्रभु हामी यो बिहानी तपाईँलाई धन्यवाद भन्दछौँ कारण तपाईँ चाहिँ धन्यवादको योग्य हुनुहुन्छ प्रभु धन्यवाद त्यो सुन्दर बिहानी दिनुभएको निम्ति धन्यवाद तपाईँले यो महिमा गर्ने अवसर दिनुभएको निम्ति प्रभु हाम्रो गल्तीहरूलाई क्षमा गर्नुभएको निम्ति प्रभु हामी तपाईँलाई धन्यवाद भन्दछौँ प्रभु आजको दिन अनि यो बिहानी कति मानिसहरूले देख्न पाएन तर तपाईँ परमेश्वर जसले हामीलाई यो बिहानी दिनुभएको छ जसले तपाईँको महिमा गर्ने अवसर दिनुभएको छ प्रभु हामी यो कुराहरूको निम्ति धन्यवाद गर्दछौँ अनि यो बिहानी हामी तपाईँको उपस्थितिमा छौँ धन्यवाद तपाईँको उपस्थितिको निम्ति प्रभु हाम्रो गल्तीहरूलाई हामी स्वीकार गरिकन तपाईँको नजिक आउन चाहन्छौँ अनि हामी तपाईँको महिमा गर्दै अगाडि बढ्न चाहन्छौँ प्रभु तपाईँ उचालिनुहोस् हाम्रो बिचमा तपाईँ साँच्चै नै उचालिनु भएको छ हाम्रो बिचमा तपाईँ उचालिनु भएको छ हाम्रो बिचमा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा यो मेरो जीवनको चाहना यो मेरो जीवनको चाहना हालेलुया होसना हालेलुया होसना वर्तमान मेरो
तपाईँको साथमा वर्तमान मेरो यीशुको हातमा भविष्य पनि तपाईँको साथमा आनन्दित छु शान्तिमा छु आनन्दित छु शान्तिमा छु प्रभुहरूका रहुमा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा महान प्रभुलाई महिमा परम प्रभुलाई प्रशंसा सर्वाङ्ग मेरो यीशुको हातमा अर्पण गर्छु धन्यवाद साथमा सर्वाङ्ग मेरो यीशुको हातमा अर्पण गर्छु धन्यवाद साथमा निश्चित छु निर्धक्क छु निश्चित छु निर्धक्क छु राजाहरूका राजमा महान प्रभुलाई परमेश्वर तपाईँ महान परमेश्वर तपाईँ राजाहरूको राजा तपाईँ प्रभुहरूका प्रभु हुनुहुन्छ हामी प्रभु साँच्चै नै धन्यवाद दिन्छौँ तपाईँको किनकि हामीलाई जीवन दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ म जस्तो पापीलाई म जस्तो तुच्छलाई प्रेम गर्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ म जस्तो अयोग्य मानिसलाई योग्यको बनाउनुहुने तपाईँ हुनुहुन्छ तपाईँ महान हुनुहुन्छ उचालेको तपाईँ उचालिनुहुन्छ हाम्रो बिचमा तपाईँ उचालिनु भएको छ हाम्रो बिचमा तपाईँको महिमा तपाईँको प्रशंसा भएको छ हाम्रो बिचमा धन्यवाद परमेश्वर हालेलुया होसना हालेलुया होसना हालेलुया होसना हालेलुया होसना तपाईँ जस्तो महान परमेश्वर साँच्चै तपाईँ हाम्रो निम्ति त्यो क्रुसमा मर्नुहुने परमेश्वर हाम्रो पापको निम्ति रगत बगाउनु हुने परमेश्वर त्यो बिहानी तपाईँ उचालिनुहोस् हाम्रो बिचमा साँच्चै नै प्रभु तपाईँ हाम्रो निम्ति त्यो क्रुसमा चढ्नुभयो तपाईँले रगत बगाउनु भयो हाम्रो सम्पूर्ण ऋणहरू चुक्ता गरिदिनु भयो प्रभु धन्यवाद तपाईँलाई तपाईँ जिहानमा गाडिनु तेस्रो दिनमा जीवित भएको तपाईँ जीवित परमेश्वर हुनुहुन्छ प्रभु धन्यवाद तपाईँ सबै कुरा हाम्रो बिचमा तपाईँ उचाल्नुहोस् धन्यवाद त्यो हृदय दिनुभएको निम्ति धन्यवाद प्रभु हामीलाई यो साँच्चै नै तपाईँको महिमा गर्नको निम्ति त्यो तृष्णा हालिदिनु भएको निम्ति धन्यवाद प्रभु तपाईँ सम्पूर्ण कुरामा स्वीकार गर्नुहोस् तपाईँकै महिमा गर्छु बाँकी समयलाई पनि तपाईँले यसो क्रिस्टको शक्तिशाली आमेन अहिले भरे भयो कसको मेरो ओके हुन्छ
ओके हुन्छ हामी सङ्गतिमा छौँ अनि तपाईँहरू सबैजनालाई जय मसी जय मस्या सबैजनाले भन्नु न जय मसी हुन्छ परमेश्वरलाई महिमा भएको होस् हामी साप्ताहिक सङ्गतिमा छौँ अनि एकछिन हल्ला नगरिदिनु होला कृपया गरेर ओके हुन्छ हामी स्तुति प्रशंसा हामीले गरेका छौँ अनि यो समय चाहिँ हामी केही सूचनाहरू हामी सुन्नेछौँ है जस्तो कि हरेक आइतबार हाम्रो प्रेमको सन्देश टिभी टुडेबाट भइरहेको छ पास्टर राजा नेउपाने सँगै अन्य पास्टरद्वारा अनि हरेक सोमबार हाम्रो घरेलु सङ्गति सँगै बाइबल कक्षा भइरहेको छ यो सोमबार कसकोमा पर्नेछ हुन्छ हामी एल्डर कविराजज्यूको घरमा हामी सङ्गति गर्नेछौँ सदाकै समयमा तपाईँहरू कविराज राईको छोरी साइनाको घरमा जान सक्नुहुनेछ सङ्गतिको निम्ति ओके हुन्छ हामीसँग हरेक मङ्गलबार पनि प्रेमको सन्देश छ रेडियो नेपालबाट पास्टर राजा नेउपानेले त्यहाँ चाहिँ बोल्नुहुनेछ अनि हामीसँग हरेक बुधबार मिसन भेला छ जुममा सङ्गति हुनेछ त्यहाँ चाहिँ तपाईँहरूले जोडिन सक्नुहुन्छ लिङ्कहरू पठाइएको छ हरेक बिहिबार हाम्रो बाइबल कक्षा हुनेछ तपाईँहरू जोडिन सक्नुहुनेछ हरेक शुक्रबार हाम्रो सुसमाचार प्रचार हुनेछ हामी सबैजना जोडिन सक्नेछौँ र हरेक शनिबार हाम्रो सङ्गति भइरहेको छ अनि हरेक सोमबार अनि हरेक मङ्गलबार अनि हरेक बिहिबार चाहिँ हाम्रो बाइबल कक्षाहरू हुन्छ त्यो कक्षाहरूलाई हामीले नछुटाउँ र त्यो कक्षाहरूमा हामी सबैजना जोड्यौँ होइन हामीसँग माध्यमहरू छ जोडिनको निम्ति अनि यो चाहिँ राम्रो अवसर होइन तपाईँहरूले परमेश्वरको विषयमा सिक्न अवसर पाउनको निम्ति चाहिँ राम्रो एउटा अवसर होइन हामी सिक्छौँ त्यहाँबाट धेरै कुराहरू अनि यो समय चाहिँ हामी भेटी उठाउनेछौँ भेटीको निम्ति आइदिनु होला ग्लोरिया 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 लु इलो र आउनु यो भेटी उठाउ त आऊ तिमीलाई थाहा थाप न लौ सबैलाई थाप त यो यस्तो गरेर थाप ल तँ हाल्ने होइन थाहा पकाड नै ल जाऊ उता जाऊ जाऊ ल उता उता सबैलाई थाहा प ल सुरुदेखि छानेका तपाईँकै ख्रिस्टको रगतले किनेका तपाईँकै आत्माका साथ लागेका तपाईँकै हो तपाईँकै हो तपाईँकै हो लिनुहोस् त अर्पण लिनुहोस् म चढाउँछौँ लिनुहोस् त पिता तपाईँकै हो तपाईँकै हो परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन परमेश्वरको चोखो वेदीमा चढाउँछु यो मेरो जीवन थ्याङ्क यू आमेन हुन्छ हामी भेटीको निम्ति हामी प्रार्थना गर्नेछौँ ओके भेटीको प्रार्थना म आफै गर्नेछु सबैजना प्रार्थना प्रभु हामी हजुरलाई धन्यवाद दिन्छौँ यो समय यस घडीको निम्ति साँच्चै नै हामीले तपाईँको निम्ति तपाईँलाई आधार गरिकन हामी प्रभु साँच्चै नै यो भेटी चढाएका छौँ यो भेटीद्वारा तपाईँको महिमा हुन सकेको होस् तपाईँको महिमाको निम्ति यो खर्चिन सकेको होस् यो दिने हातहरूमा तपाईँले साँच्चै नै
आय श्रोतहरू सम्पूर्ण कुराहरूमा तपाईँले आशिष गर्नुभएको छ। प्रभु धन्यवाद, तपाईँलाई सबै कुरा हजुरको हातमा राख्छु। मात्र प्रभु येशू ख्रीष्टको नाममा आमेन। ओके, हामी परिचयात्मक वचनहरू सुन्नेछौँ। हामीसँग आज प्रभु बोल्छ। सबैजनाले परिचयात्मक वचनमा ध्यान दिनु होला। त्यो चाहिँ हामी सुमन भाइलाई हामी ताली बजाएर स्वागत गर्नेछौँ। हुन्छ, जय मसी सबैजनालाई। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको छ समय। हुन्छ, हामी पहिलो पत्रुस 1:3 देखि हामी 5सम्म पढ्नेछौँ। तपाईँहरू कसैले पढ्न सक्नुहुनेछ? 1:3 देखि 5सम्म भेट्नुभयो कसैले? पहिलो पत्रुस 1:3 पददेखि 5सम्म 5 त्यहाँदेखि तलहरू पनि। हाम्रा प्रभु यीशु ख्रीष्टका परमेश्वर र पिता धन्य हौँ, जसले आफ्नो ठुलो दया अनुसार यीशु ख्रीष्टको मरिकाहरूबाटको बरु उठाइद्वारा एउटा जिउँदो आशाका निम्ति हामीलाई नयाँ गरी जन्माउनु भएको छ। एउटा अविनाशी निष्कलङ्क र उहिले र नजाने पैतृक सम्पत्तिका निम्ति जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखेको छ। अनि तिमीहरू चाहिँ अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिको निम्ति परमेश्वरको शक्तिले द्वारा सुरक्षित छौ। साँच्ची नै। अनि येशू ख्रीष्ट चाहिँ हाम्रो निम्ति मारिनु भयो, गाडिनु भयो होइन, तर उहाँ मरै हुनु भएन नि त होइन। उहाँ फेरि जीवित हुनुभयो। साँच्ची नै यो चाहिँ जिउँदो आशा होइन। यसो परमेश्वरले चाहिँ येशू ख्रीष्टलाई मृत्युबाट जीवित भएर होइन पुनर्जीवित पार्नुभएको छ होइन, गर्नुभयो। कारण हामीले जीवनको आशा होइन, जीवित आशा पाउन सक्छौँ। अनि हाम्रो आशा संसारको कुराहरूमा होइन, संसारको कुरामा होइन, तर ख्रीष्टमा छ होइन। हाम्रो आशा चाहिँ केमा छ त? येशू ख्रीष्टमा छ होइन। यदि हामी संसारमा आशा राख्छौँ भने चाहिँ हामी एक मरे तुल्य नै हुन्छ। किनकि संसारले चाहिँ हामीलाई आशा दिन सक्दैन होइन। हामीलाई झुटो आशा दिन्छ संसारले चाहिँ होइन, झुटो कुराहरू मात्रै देखाइदिन्छ। तर येशू ख्रीष्टले चाहिँ हामीलाई जीवित आशा दिनुभएको छ। येशू ख्रीष्टमा हामी विश्वास गर्छौँ भने चाहिँ होइन, उहाँमा चाहिँ हामीले जीवित आशा पाउँछौँ होइन। अनि उहाँ चाहिँ साँच्ची नै परमेश्वरको पुत्र हुनुहुन्छ येशू ख्रीष्ट चाहिँ। यो संसारमा आउनुभयो हामीलाई जीवित पार्नको निम्ति होइन, हामीले जीवित आशा देखाउनको निम्ति। अनि त्यही कारणले अनि जस्तै विश्वासीहरूका लागि चाहिँ स्वर्गमा नाश नहुने होइन, अपवित्र होइन, के भनेको छ जस्तै स्वर्गमा चाहिँ परमेश्वरले हाम्रो लागि चाहिँ के गर्नुभएको छ तर नाश नहुने, अपवित्र नहुने, कहिल्यै ओइलाएर नझर्ने होइन, नओइलाउने, नाश नहुने कुराहरू चाहिँ उहाँले स्वर्गमा हामीलाई तयारी गर्नुभएछ। जस्तै होइन, अनि जस्तै संसारमा चाहिँ हेर्छौँ भने हाम्रो हरेक कुराहरू चाहिँ नाश हुन्छ नि त होइन। हामीले गरेको कुराहरू होइन, हाम्रो हरेक कुराहरू चाहिँ जस्तै हामीले बनाएको कुरा, हामीले गर्ने कुराहरू सबै कुरा नाश हुन्छ। तर येशू ख्रीष्टले परमेश्वरले चाहिँ हाम्रो निम्ति स्वर्गमा के राखिदिनु भएछ त? कहिले पनि नाश नहुने, कहिले अपवित्र नहुने होइन। कहिले अपवित्र नहुने भनेपछि हेर्नुहोस् त, कहिले पनि अपवित्र नहुने, पवित्र हुने कुरा चाहिँ परमेश्वरले हाम्रो निम्ति राखिदिनु भएको छ नि। अनि हामी विश्वासीद्वारा परमेश्वरको शक्तिले सुरक्षित होइन, हामी विश्वासी चाहिँ परमेश्वरको विश्वासद्वारा परमेश्वरको शक्तिले सुरक्षित राखिएका छौँ होइन। अन्तिम समयमा प्रकट हुने उद्धार हाम्रो लागि तयार छ। हेर्नुहोस् त, अनि परमेश्वर चाहिँ उहाँको शक्तिले चाहिँ अन्तिममा प्रकट हुने कुराहरू, उद्धार चाहिँ हाम्रो निम्ति उहाँले सुरक्षित राखिदिनु भएछ। के हो त त्यो अन्तिममा होइन? अन्तिममा प्रकट हुने कुरा चाहिँ के हो? येशू ख्रीष्ट आउनुहुन्छ होइन। येशू ख्रीष्ट चाहिँ दोस्रो आगमनमा आउनुहुन्छ नि त होइन। अनि त्यो समयमा चाहिँ के हुन्छ त? हामी विश्वासी चाहिँ पवित्र भइकन चाहिँ उहाँले हामीलाई पुनर्जीवित पार्नुहुन्छ होइन। जस्तै हामी येशू ख्रीष्टमा विश्वास गरेका छौँ भने चाहिँ त्यो कुराहरू चाहिँ हामीले देख्छौँ क्या त्यो समयमा। जस्तै होइन, त्यो कुराहरू चाहिँ हामीले देख्न सक्छौँ। अनि परमेश्वरले चाहिँ हामीलाई त्यो कुराहरूको निम्ति उहाँले राख्नुभएको छ संसारमा। अनि उहाँ किन यहाँ आउनुभयो त होइन? संसारमा आउनुको कारण के हो त भन्दाखेरि तपाईँ हामीलाई जीवित पार्नको निम्ति होइन। हामी अभिलाषामा थियौँ होइन, हामी मरेका थियौँ, हामी एक समयमा येशू ख्रीष्ट को हामी जान्दिनँ थियौँ। तर परमेश्वरले उहाँको पुत्रलाई संसारमा पठाउनु भयो, उहाँले हामीले विश्वास गऱ्यौँ अनि उहाँले हामीलाई जीवित आशा दिनुभयो होइन, जीवित आशा दिनुभयो। उहाँमा विश्वास गरेको कारणले हामी जीवित भएका छौँ। अनि तल 6मा हेर्छौँ भने अनि 6तिर पनि हेर्छौँ, अहिले केही समयका निम्ति खाँचो परिआयो भने तिमीहरू नाश
प्रकार के भयो नाना प्रकारका परीक्षामा हराउँछौ हैन, नाना प्रकारको परीक्षाहरूद्वारा दुखित हुन्छौ तापनि यस मुक्तिमा तिमीहरू खुबै आनन्द मनाउँछौ। हेर्नुहोस् त हैन, हामी कतिपय संसारको कुराहरूलाई लिन्छौँ भने चाहिँ हामी पुरा दुखित लिन्छौँ त हैन, दुखित हुन्छौँ हैन, यो हुँदैन हाम्रो निम्ति गाह्रो छ हैन, कति कुराहरू हामी पुरा टेन्सन मान्छौँ क्या। तर पनि हामीसँग यदि येशू ख्रीष्ट हुनुहुन्न भन्ने चाहिँ यो कुराले हामीलाई हैन अझ बढी तनाव दिन्छ। तर हामी येशू ख्रीष्टमा छौँ यो कुराहरूबाट पनि परमेश्वरप्रति भइकन हामी आनन्दित रहन्छौँ क्या, हामी आनन्दित रहन्छौँ हैन। छमा चाहिँ त्यो भनेको छ अहिले जीवनमा विभिन्न दुःख र परिस्थितिहरू आउँछ हैन, आउन सक्छन्, तर ती दुःखहरूमा हैन, त्यो दुःखहरूमा के भने चाहिँ त्यो दुःखहरूमा चाहिँ स्थिर होइनन् होइन सब तसै के भने त्यस्तै दुःखहरूको बिचमा पनि हामी आनन्दित हुन सक्छौँ हैन, त्यस्तो दुःखहरूमा नि हामी आनन्दित हुन सक्छौँ हैन। कतिपय कुराहरू हामी चाहिँ हैन अब यस्तो केही कुरा भएन भने पनि हामी टेन्सन हुन्छौँ हैन, हाम्रो कुराहरू सम्पूर्ण कुराहरूले चाहिँ हामीले अब सक्यो त्यस्तो भने बस्छौँ नि त। तर होइन, हामी त्यो कुराहरूबाट चाहिँ अझै हामीले सामर्थ्य हुन आवश्यक छ हैन। यदि हामीसँग येशू ख्रीष्ट हुनुहुन्छ नि त हैन, येशू ख्रीष्ट चाहिँ हाम्रो जीवित आशा हुनुहुन्छ। यदि हामीले त्यो जीवित आशालाई हराउँछौँ चाहिँ हामी यस्तै दुःखहरूमा हामी रहिरहन्छौँ हैन, दुःख परिस्थितिमा हामी रहिरहन्छौँ। तर उहाँको जीवित आशालाई हामी सम्झेर रहन्छौँ भने चाहिँ येशू ख्रीष्टले हामीलाई त्यो सामर्थ्य दिनुहुन्छ अनि परमेश्वरले त्यो हामीलाई त्यो सामर्थ्य दिनुहुन्छ हैन। अनि परमेश्वर चाहिँ हाम्रो निम्ति के हुन्छ, हाम्रो चाहिँ उहाँ जीवित आशा हुनुहुन्छ हैन, परमेश्वर चाहिँ हाम्रो जीवित आशा हुनुहुन्छ। अनि यो कुराहरूलाई हामी चाहिँ दुःखमा अनि यसमा हैन अरू 5वटा बुँदाहरू चाहिँ मैले बनाएको छु हैन। दुःख आए पनि नडराउँ हैन, दुःख आए पनि हामी नडराउँ हैन, विश्वास नछोडौँ, येशू ख्रीष्टलाई प्रेम गरिरहौँ हैन, परमेश्वरको जीवित आशामा रहौँ, अनन्त आत्माको उद्धार प्राप्त हुन्छ हैन। अनन्त लास्टमा चाहिँ 5औँमा चाहिँ अनन्त आत्माको उद्धार प्राप्त हुन्छ। हेर्नुहोस् त लास्टमा हामी सबै कुराहरू गर्दाखेरि अन्त्यमा चाहिँ के हुन्छ भने पवित्र आत्माको उद्धार हुन्छ। पवित्र आत्माको उद्धार भनेको चाहिँ तपाईँ हामीमा परमेश्वरले सामर्थ्य दिनुहुन्छ, तपाईँ हामीमा परमेश्वरले सुरक्षा गर्नुहुन्छ, तपाईँ हामीमा परमेश्वरले हेरचाह गर्नुहुन्छ। अनि तपाईँहरूको निम्ति हाम्रो निम्ति चाहिँ परमेश्वरले के गर्नुहुन्छ त अन्तर्विन्ती गर्नुहुन्छ, परमेश्वरले तपाईँ हाम्रो निम्ति वास्ता गर्नुहुन्छ। हेर्नुहोस् त अनि हामीले हरेक कुराबाट परमेश्वरले हामीलाई वास्ता गरिराख्नु भएको छ हैन, हरेक वचनबाट उहाँले हामीलाई शिक्षा दिइराख्नु भएको छ, उहाँमा हैन आशा गर्नको लागि, उहाँमा भरोसा गर्नको निम्ति हैन। अनि परमेश्वरले चाहिँ यो कुराहरू हामीलाई दिनुहुन्छ। अनि हामी यो कुरामा रहेर हामी जिउँछौँ भन्ने चाहिँ हामीलाई कुनै कुराको पनि घटी हुँदैन र हामी कुनै कुरामा पनि अभिलाषा आउँदैमा हामी जिउँदैनौँ। हुन्छ, धन्यवाद, आमेन। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको विशेष अद्भुत वचन होइन परमेश्वरको जनबाट। अनि हाम्रो चाहिँ साँच्चै नै जीवित आशा छ होइन, यो आशा चाहिँ कहिले पनि नाश नहुने आशा हो। अनि यो चाहिँ अनन्तसम्म रहिरहने होइन, जो स्वर्गमा परमेश्वरले तपाईँ र मलाई चाहिँ सुरक्षित राख्नुभएको छ। अनि त्यहाँ चाहिँ यो आशा चाहिँ कहिले पनि होइन नाश हुँदैन होइन, त्यहाँ चाहिँ स्वर्गमा चाहिँ कहिले पनि अपवित्र कुराहरू चाहिँ त्यहाँ प्रवेश हुँदैन। त्यही भएर सिद्ध छ अनि पवित्र छ, त्यो अनन्तसम्म तपाईँ र हामी चाहिँ एउटा सिद्धतामा पवित्रतामा अनि परमेश्वरसँगै रहन्छौँ। हुन्छ, परिचय वचनबाट परमेश्वरलाई धेरै धन्यवाद भएको होस्। हुन्छ, हामी यो नगरिकन वचन सुन्नेछौँ र विशेष हिब्रूको पुस्तक तपाईँहरूले पढाउन सक्नुहुन्छ। हिब्रूको पुस्तक 11 अध्यायलाई पढाइराख्नुहोस्। र यहाँ विशेष गरी हामी विश्वासको विषयमा हामी हेर्नेछौँ होइन, हाम्रो विश्वासको हिँडाइ होइन, विश्वासको हिँडाइको विषयमा हामी देख्न सक्छौँ। अनि विश्वास चाहिँ होइन मानिसहरूले धेरै कुराहरूमा गर्छन् होइन, कसैले आफ्नो शरीरमाथि विश्वास गर्छन्, कसैले पैसामाथि विश्वास गर्छन्, अनि कसैले होइन मानिसले मानिसमाथि विश्वास गर्छन्, अनि कसैले चाहिँ अलिकति ठुल्ठुलो बडा होइन मानिसहरूमाथि होइन विश्वास गर्छन्।
अनि विभिन्न तरिका छ यहाँ विश्वास गर्नेको यहाँ ढाँचाहरू चाहिँ होइन। तर हामी चाहिँ यस्तो विश्वासमा हामी छौँ होइन, हामी चाहिँ यस्तो विश्वासमा हामी हिँडिराखेका छौँ। अनि यो विश्वास चाहिँ होइन तपाईँ र मलाई चाहिँ अनि परमेश्वरले मात्रै उत्पन्न गराउनुहुन्छ। अनि हामी हिब्रूको पुस्तक 11 होइन 6 अध्यायलाई हामी पढ्नेछौँ ल। हिब्रू 11:6 पाउनुभयो भने पढ्न सक्नुहुन्छ, छिटो पाउनु भएन भने म आफै पनि पढ्न सक्छु। तर बिना विश्वास उहाँलाई खुसी पार्नु असम्भव छ, किनकि परमेश्वर कहाँ अहिले उहाँ हुनुहुन्छ र उहाँलाई यत्नसित पुग्नेलाई उहाँले इनाम दिनुहुन्छ भने विश्वास गर्नुपर्दछ। यहाँनिर हामी के देख्यौँ त, यदि यो पदबाट होइन हामीले के पायौँ भन्दाखेरि यदि बिना विश्वास होइन, बिना विश्वास चाहिँ तपाईँ र मैले चाहिँ परमेश्वरलाई कहिले पनि खुसी पार्न हामी सक्दैनौँ। अनि यहाँनिर यदि होइन जो कोहीले पनि परमेश्वरलाई यदि यत्नसँगले होइन खोज्नेहरूलाई चाहिँ होइन उहाँले चाहिँ के गर्नुहुन्छ, उहाँ खुसी हुनुहुन्छ र साथै तपाईँ र मलाई इनाम पनि दिनुहुन्छ भनेर लेखिएको कुरा हामी स्पष्ट पायौँ। अनि प्रश्न छ, अनि विश्वास भनेको के हो त? अनि हिब्रू 11:1 पदमै हामी पाउँछौँ विश्वास चाहिँ आशा गरिएका कुराहरू निश्चित र नदेखेका कुराहरूको प्रमाण हो होइन। तपाईँ र मैले चाहिँ अघि परिचयको वचनमा पनि आयो होइन, हामीले चाहिँ आशा कहाँ राखेको छौँ? यसो ख्रिस्टमा राखेको छौँ। अनि त्यो चाहिँ कस्तो आशा हो? जीवित आशा हो होइन, जिउँदो आशा हो। अनि यो कुरालाई चाहिँ हामीले देखेको छैनौँ होइन, र पनि यसलाई चाहिँ हामी चाहिँ विश्वास गर्छौँ, निश्चित छ होइन। अनि यो चाहिँ एउटा प्रमाण हो, नदेखेको कुराहरूलाई हामीले दृढका साथ विश्वास गर्नु चाहिँ यो चाहिँ प्रमाण हो। अनि विश्वास भनेको चाहिँ परिस्थिति राम्रो भएको कारणले होइन परमेश्वरलाई विश्वास गर्नु होइन। तपाईँ र मेरो जीवन जिउँदै जाँदाखेरि जति पनि हाम्रो परिस्थितिहरू हुन्छ होइन, ती विभिन्न समस्याहरू हुन्छ। अब यो परिस्थिति राम्रो हुँदै जाँदा, ठिकठाक हुँदै जाँदा चाहिँ प्रभु तपाईँलाई धन्यवाद, म तपाईँलाई विश्वास गर्छु होइन, त्यसरी त्यस्तो खालको विश्वास चाहिँ होइन होइन। बाइबलले त्यसरी परिणाम गरेको छैन। अनि परिस्थिति जस्तो सुकै होस्, अथवा राम्रो होस् अथवा राम्रो हुँदा होस् अथवा नराम्रो हुँदा होस्, यो समय पनि हामी परमेश्वरको वचनलाई र परमेश्वर चाहिँ सत्य हुनुहुन्छ र परमेश्वरको वचन चाहिँ पूर्ण छ भनेर पूर्ण भरोसा गर्छ भने चाहिँ त्यो चाहिँ पूर्ण विश्वास हो होइन। अनि परमेश्वर चाहिँ कहिले पनि बदली हुनुहुन्न होइन, उहाँ चाहिँ नबदलिनु हुने परमेश्वर हुनुहुन्छ। उहाँको वचन चाहिँ कहिले पनि बदलिँदैन। अनि हामीलाई दिएको यो चाहिँ प्रतिज्ञाहरू हो। अनि त्यो वचन प्रतिज्ञाहरूलाई थाहा पाउनलाई हामीले अब के गर्नुपर्छ? परमेश्वरको वचन सुन्नुपर्छ होइन र? हो नि त, रोमी 10:17 त्यही त भन्छ, परमेश्वरको वचन सुन्नुपर्छ र परमेश्वरको वचन पढ्नुपर्छ। अनि सुनाइद्वारा चाहिँ विश्वास आउँछ, अनि विश्वास चाहिँ परमेश्वरको वचनबाट आउँछ। अनि हामीलाई बाइबलले हामीलाई त्यही सिकाउँछ। अनि अब विश्वासलाई बलियो बनाउनको लागि हामीले के गर्नुपर्छ त होइन? यदि परमेश्वरमा हामी चाहिँ भरोसा गरेर पूर्णसँगले विश्वासलाई हामी बलियो बनाउन के गर्नुपर्छ भन्दाखेरि परमेश्वरको वचन अनि दिन प्रतिदिन तपाईँ र मैले पढ्नुपर्छ। अनि परमेश्वरको वचन हामीले सुन्नुपर्छ, अनि परमेश्वरको वचन मनन गर्नुपर्छ होइन। अनि निरन्तर तपाईँ र मैले प्रार्थना गर्नुपर्छ, अनि वचनअनुसारको जीवनलाई चाहिँ अगाडि बढाउनुपर्छ। यी 5 कुराहरू तपाईँ र मैले हाम्रो दिन प्रतिदिन हामी गर्छ भने यो चाहिँ एउटा विश्वासको चाबी हो होइन। मैले अघि पनि भने होइन, जम्मा यो 5वटा कुरा। अनि यो कुरामा जब हामी ढिठ भएर लागिरहन्छ भने चाहिँ अनि यो चाहिँ एउटा परमेश्वरको नजिक जानको निम्ति एउटा विश्वासको चाहिँ चाबी हो। अनि परमेश्वरको वचन चाहिँ यदि कमजोर भयो भने अनि विश्वास पनि कमजोर हुनसक्छ। यदि तपाईँ र मैले परमेश्वरको वचनलाई कमजोर बनाइयो भने तपाईँ र मेरो विश्वास पनि कमजोर हुनसक्छ। अनि अब्राहम चाहिँ विश्वासद्वारा चाहिँ उसले के गरे? आज्ञा पालन गरे। अनि हिब्रू 11:8 पदमा हामी पाउँछौँ। अनि उत्पत्तिको पुस्तक 12 अध्यायमा हामी हेर्छौँ भने अब्राहम चाहिँ होइन परमेश्वरले भन्नुभयो होइन तिमी त्यस ठाउँलाई छोडेर जाऊ होइन, जाऊ भनेर होइन परमेश्वरले चाहिँ अब्राहमलाई भन्नुभयो। र त्यो जाऊ भन्दैखेरि परमेश्वरले चाहिँ अब्राहमलाई चाहिँ सबै त्यो कहाँ अब तिमी जाँदैछौ भन्ने सम्पूर्ण विवरण होइन त्यो परमेश्वरले बताउनु भएन अब्राहमलाई। अनि त्यो विवरण होइन उसले थाहा थिएन, तर परमेश्वरले भन्नुभयो, बोलाउनु भयो, तिमी जाऊ अनि तिमी आऊ होइन, उहाँले बोलाउनु भयो। अनि तुरुन्तै अनि अब्राहमले चाहिँ परमेश्वरको बोलावटलाई होइन तुरुन्तै ऊ चाहिँ आफ्नो ठाउँ छोडेर होइन आफ्नो घरानालाई छोडेर ऊ निस्किए
अनि अब्रामद्वारा हामीले चाहिँ एउटा यो कुनै होइन एउटा पाठ हामी सिक्न सक्छौँ। अनि विश्वास भनेको चाहिँ सबै कुरा होइन मिलाउँदाखेरि अनि सबै कुरा चाहिँ अब मैले बुझिसकेँ, अब सबै कुरा राम्रो भयो, सबै कुरा ठिकठाक भयो, म अब चाहिँ भरोसा गर्छु भन्ने खालको विश्वास होइन। त्यहाँनिर अब्रामको जीवनमा होइन यदि सबै कुराहरू ठिक हुन्छ, तिमी यहाँबाट हिँड्यौ भने सबै कुराको व्यवस्था मैले त्यहाँ राखिदिएको छु होइन, त्यहाँ साँचिदिएको छु, अब तिमी चाहिँ त्यहाँबाट निस्केर हिँड भनेर परमेश्वरले त्यो तरिकाले चाहिँ भन्नुभएको थिएन र भन्नु पनि भएन र भन्नु पनि हुन्न। तर परमेश्वर प्रतिको होइन विश्वास अब्रामलाई यो थाहा थियो कि यदि मलाई परमेश्वरले बोलाउनु भयो अनि त्यो विश्वासमा म हिँड्दछु र त्यो विश्वासबाट म जब हिँड्छु भने परमेश्वर चाहिँ मेरो साथसाथै हिँड्नुहुन्छ भन्ने कुरो चाहिँ अब्रामलाई त्यो थाहा थियो। त्यो तरिकाले उसले पूर्ण विश्वासको साथ ऊ चाहिँ आफ्नो गन्तव्यलाई पुरा गर्दैछन्, त्यहाँनिर हिँड्दैछन्। उसले विश्वासको पाइलालाई निरन्तर अगाडि बढाइरहेका छन्। हामी देख्न सक्छौँ अब्रामको जीवनमा होइन विभिन्न चुनौतीहरू आयो नि त होइन, विभिन्न परिस्थितिहरू आए त्यहाँनिर अनि विभिन्न सामना गरेको छ। त्यो ठाउँमा विभिन्न अनिकाल परेकोदेखि लिएर भोकमारी लाग्नुदेखि लिएर त्यहाँनिर विभिन्न समस्याहरू भित्र आएको छ होइन, उसलाई परेको छ। तर पनि हेर्नुहोस् त ऊ चाहिँ अडिग भएर परमेश्वरको बाटोलाई हेर्दै होइन परमेश्वरको योजनालाई हिँड्नु, परमेश्वरप्रतिको भरोसा र विश्वासलाई निरन्तर ढिल दिइरहे होइन, निरन्तर अगाडि बढिरहेर परमेश्वरले अब्राहमको जीवनबाट अद्भुत कार्य गर्न सक्नुभयो। र अब्राहमको जीवनबाट तपाईँले हामीले यो पाठ सिक्न सक्छौँ। अनि अब विश्वासमा चाहिँ यस्तो जाँच हुन्छ कि होइन, तपाईँ र मैले परमेश्वरमा हामीले विश्वास गरेको छौँ, त्यो विश्वासमा चाहिँ तपाईँ र हामी चाहिँ जाँचिन आवश्यक छ र परमेश्वरले जाँच्नु पनि हुन्छ। जस्तै अयुबलाई परमेश्वरले जाँच्नु भयो होइन, अब्राहम सेम आफैलाई पनि परमेश्वरले जाँच्नु भयो होइन, जाँच्नु भयो नि त। उत्पत्तिको पुस्तक त्यहाँनिर हामी 18 अध्याय 19-20 अध्यायतिर हामी पढ्दै गयो भने अब्राहमको जाँच भएको छ। आफ्नै छोरालाई होइन त्यहाँनिर बलिदानको रूपमा होइन चढाइदेऊ भनेर परमेश्वरले भन्नुभयो। अनि यस्तो चुनौती थियो त्यहाँनिर होइन। अनि तपाईँ र मेरो जीवनमा होइन यो विश्वासको जाँच होइन हुन आवश्यक छ र हुन्छ पनि। अनि यो विश्वासको जाँचले चाहिँ तपाईँ र मलाई चाहिँ धैर्यता उत्पन्न गर्दछ। याकुबको पुस्तक 1:3 पदमा हामी पाउँछौँ। अनि समस्या आउँदा राम्रो विश्वास होइन, समस्या आउँदा तपाईँ र मेरो हाम्रो जुन परमेश्वरप्रति गरेको विश्वास थियो त्यो समस्या आउँदाखेरि चाहिँ त्यो विश्वासलाई चाहिँ जाँचिन्छ होइन, जाँचिन्छ। जब हामी समस्या हुन्छ अनि त्यतिखेर चाहिँ अनि होइन सुखमा चाहिँ होइन परमेश्वर धन्यवाद, अनि दुःखमा चाहिँ परमेश्वर तपाईँ त हुनुहुन्न कि क्या हो होइन, तपाईँले मेरो प्रार्थना सुन्नु भएन क्या हो होइन, अनि तपाईँले त होइन मलाई छोड्नुभयो क्या हो, त्याग्नुभयो क्या हो, तपाईँले मलाई प्रेम गर्नु भएन क्या हो होइन भन्ने खालको यस्तो प्रश्नहरू हाम्रो जीवनमा आउन सक्छ होइन। त्यो चाहिँ एउटा जाँच हो। त्यो समय उहाँले छोडिदिनुहुन्छ होइन, उहाँले जाँच गर्नुहुन्छ होइन। अयुबलाई उहाँले जाँच गर्नुभयो नि त होइन। अयुबको विश्वास हेर्नुहोस् त, त्यस्तो परिस्थितिमा पनि अयुबले कहिले पनि छोड्यो त छोडेन नि होइन परमेश्वरलाई होइन। उसले निरन्तर होइन परमेश्वरमा विश्वास र भरोसा गरिरह्यो होइन त्यहाँ चाहिँ। अनि यो तपाईँ र हाम्रो लडाइँ हो होइन, हाम्रो हृदयमा होइन, हाम्रो यो मनमा, हाम्रो सोचमा, हाम्रो विवेकमा, हाम्रो यो दिमागमा होइन यो लडाइँ हुन्छ। अनि कतिपय अवस्थामा होइन यो लडाइँबाट हामी जानुपर्छ होइन। यो लडाइँले चाहिँ हामीलाई तपाईँ र मलाई जहिले पनि हामीलाई ढाल्न खोज्छ होइन, हामीलाई लडाउन खोज्छ अनि विश्वासबाट हामीलाई कमजोर बनाउन खोज्छ। अनि निरन्तर अब यो विश्वास चाहिँ तपाईँ र मैले होइन निरन्तर परमेश्वर अगाडि बढाउन हामी सक्छौँ। अनि यदि तपाईँ र म हामी विश्वास गर्छौँ, एक्लै अर्कालाई हामी क्षमा गर्छौँ, यसो कृष्ण पूर्ण रूपले हामीले विश्वास र भरोसा गरेको छौँ भने पनि यदि हाम्रो विरुद्धमा यदि कोही होइन आउँछ भने पनि हामी क्षमा गर्न सक्छौँ त्यतिखेर चाहिँ। अनि हामीले निरन्तर हाम्रो विश्वासमा होइन प्रार्थना हामी निरन्तर हामी गर्न सक्छौँ। अनि यो विश्वासमा चाहिँ हाम्रो अवस्था र परिस्थिति जस्तोसुकै होस् होइन, त्यो कठिनाइ पनि परमेश्वरलाई हामी कहिले पनि छोड्दैनौँ, कहिले पनि छोड्दैनौँ। किनभने अब यो परिस्थिति मेरो अलिक जटिल भयो होइन, अलिक समस्या भयो, अब म चाहिँ प्रभु अलिकति तपाईँभन्दा अलिकति पर होइन म जान सक्छु, अथवा अलिकति केही समयको लागि म तपाईँको सेवा गर्न सक्दिनँ भन्ने खालको त्यो परिस्थितिबाट पनि हामी डराउँदैनौँ अथवा छोड्दैनौँ। निरन्तर हाम्रो होइन विश्वास चाहिँ अगाडि बढिरहन्छ हेर्नुहोस्। अनि प्रभु येशूले भन्नुभयो होइन एफिसीको पुस्तक 2:8 र 9 पदमा, अनि विश्वासद्वारा नै तपाईँ र मैले चाहिँ उद्धार पाएका छौँ।
अनि हामीले विश्वास गऱ्यौँ अनि परमेश्वर तपाईँले मलाई अनुग्रह गर्नुभयो। हामी पापी थियौँ, मरेका थियौँ होइन, पापमा हामी चाहिँ गाडिएका थियौँ, दबिएका थियौँ, तर यस ख्रीष्ट उहाँको अनुग्रहद्वारा चाहिँ हामीलाई उद्धार गर्नुभयो। एपिसीको पुस्तक 8 र 9 पद हामी पढ्यो भने छर्लङ्गै छ। अनि आज हामीले आफैलाई होइन 3वटा प्रश्न हामीले सोध्नु आवश्यक छ, तपाईँ र मैले। अनि हामीले आफूलाई 3वटा प्रश्न सोध्न आवश्यक छ। के हो त यो प्रश्न? हामी हेर्नेछौँ। मेरो विश्वास परिस्थिति हेरेर चल्छ कि परमेश्वरको वचन हेरेर चल्छ? होइन, तपाईँ र मैले गरेको विश्वास अथवा मेरो विश्वास परिस्थितिलाई हेरेर चल्छ कि अथवा परमेश्वरको वचनलाई हेरेर चल्छ? अनि समस्या आउँदा म परमेश्वरको नजिक हुन्छु कि उहाँबाट टाढा हुन्छु? अनि तपाईँ र मेरो जीवनमा समस्या नआउने भन्ने होइन नि त, होइन, आउँछ होइन। त्यहाँ विश्वासमा जाँच छ नि त। अनि त्यो जाँचको सामना गर्नको निम्ति हामी परमेश्वरदेखि हामी टाढा हुन्छौँ कि अझै नजिक हुन्छौँ? होइन, त्यो आफूलाई प्रश्न सोध्न आवश्यक छ। अनि मैले विश्वास गर्छु भनेको कुरा के मेरो जीवनका कामहरूमा देखिएको छ त कि छैन? अब म त विश्वास त गर्छु भन्छु, तर मेरो जीवनमा त्यो विश्वासको कामहरू चाहिँ के देखिएको छ त कि छैन त? होइन, त्यो मैले आफूलाई प्रश्न गर्न आवश्यक छ। अनि परिस्थितिहरू बदलिन सक्छ। आज राम्रो भयो, भोलि नराम्रो हुनसक्छ। भोलि राम्रो भयो, पर्सि नराम्रो हुनसक्छ। हाम्रो यो परिस्थितिहरू तपाईँ र मेरो जीवनको परिस्थिति यो फेरबदल हुनसक्छ, यताउता हुनसक्छ, हलचल हुनसक्छ, तर परमेश्वर चाहिँ कहिले पनि बदलिनुहुन्न। उहाँ आज पनि, हिजो पनि, आउने दिनहरूमा पनि उहाँ चाहिँ एक समान हुनुहुन्छ। होइन, कहिले बदलिनुहुन्न। उहाँ चाहिँ सदा एक समान हुनुहुन्छ। अनि हिब्रूको पुस्तक 3को 8 पदमा त्यहाँनिर हामी पाउँछौँ, 13को 8मा, हिब्रूको पुस्तक 13को 8मा उहाँ चाहिँ कहिले बदलिनु हुनुहुन्न। होइन, उहाँ चाहिँ नबदलिने परमेश्वर हुनुहुन्छ। अनि हिब्रू 10को 38ले भन्छ, मेरो धर्मी जन चाहिँ विश्वासद्वारा जिउनेछ। अनि येशू ख्रीष्टमा जब तपाईँ र मैले विश्वास गरेको छौँ अनि उहाँको रगतले तपाईँ र मैले धर्मी बनाउनु भएको छ। अनि प्रभु येशूले भन्नुहुन्छ, मेरो धर्मी जन अथवा मैले पठाएको पुत्र येशू ख्रीष्टलाई विश्वास गर्ने मानिस चाहिँ मेरो धर्मी जन हो। अनि मेरो धर्मी जन चाहिँ विश्वासद्वारा जिउनेछ। यूहन्ना 3को 16मा हामी पाउँछौँ। होइन, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले एकलौटे पुत्र प्रभु येशू ख्रीष्ट यो संसारमा दिनुभयो र उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। उहाँमाथि विश्वास गर्ने, हेर्नुहोस् त। अनि यहाँनिर भन्नुभएको छ, मेरो धर्मी जन चाहिँ विश्वासद्वारा जिउनेछ। अनि तपाईँ र मैले चाहिँ उहाँमाथि विश्वास गरेको छौँ, येशू ख्रीष्टमाथि विश्वास गरेको छौँ। अनि उहाँले चाहिँ तपाईँ र मलाई धर्मी जन भन्नुहुन्छ। अनि परिस्थितिहरू बदलिन सक्छ, मैले अघि पनि भने, होइन। अनि तर पनि हामी उहाँमाथि सम्पूर्ण भरोसा चाहिँ उहाँमाथि नै हामी गर्न सक्छौँ। अब हेर्नुहोस्, अब विश्वास त हामीले गऱ्यौँ, होइन। अब यो विश्वासलाई चाहिँ कसले कमजोर बनाउँछ तपाईँ र मलाई? होइन, यो विश्वासबाट चाहिँ कसले निकाल्न खोज्छ तपाईँ र मलाई? अनि यो काम भनेको चाहिँ शैतानको। होइन, शैतानले चाहिँ अब हामीले गरेको विश्वासमा चाहिँ उसले रणनीति खेल्छ। अनि तपाईँ र मेरो विश्वासलाई चाहिँ हामीले गरेको विश्वासलाई उसले कमजोर बनाउन सक्छ। अनि बाइबलमा, होइन, शैतानले मानिसको विश्वासलाई परीक्षा पार्ने र परीक्षाबाट टाढा पार्ने प्रयास गरेको हामी पाउँछौँ, बाइबलमै पाउँछौँ। है, शैतानले, होइन, हाम्रो विश्वासलाई शङ्का हालिदिन सक्छ। शङ्का भनेको थाहा छ नि, होइन, बा नहोला कि, होइन, बा हुँदैन कि, बा के होला कि, चिन्ता पनि हो क्या। यो चाहिँ शङ्का पनि हो, चिन्ता पनि हो। अनि उत्पत्तिको पुस्तक 3 अध्यायमा 1 देखि 5 पदमा हेर्छ भने त्यहाँ हेर्नुहोस् त, हव्वालाई शङ्का हालिदियो, होइन, शङ्का हालिदियो। अनि शैतान त्यहाँ आयो। अनि उसले आएर चाहिँ के गर्दैछ, त्यहाँ छलकपट गर्दैछ। अनि उसले चाहिँ हव्वाको त्यो सोचमा, दिमागमा शङ्का हालिदियो। होइन, परमेश्वरको त्यो पूर्ण विश्वास थियो, उनीहरूमा भरोसा थियो, तर त्यो विश्वास र भरोसाबाट अलिकति टाढा जानको निम्ति, अलिकति ब्याकस्लाइड हुनको निम्ति शङ्का हालिदियो। अनि त्यो शङ्का अनुसार अनि के भयो, अनुसार उनीहरू चाहिँ पतन भयो उनीहरू पापमा। होइन, हो, तपाईँ र मेरो विश्वासलाई चाहिँ कमजोर बनाउनको निम्ति शैतानले हाम्रो दिमागमा, होइन, शङ्का हालिदिन्छ। बुझ्नुभयो नि, दिमागमा। त्यही भएर हामीले बुझ्नुपर्छ यो कुराहरू। होइन,
अनि यो चाहिँ होइन जाँच आउन सक्छ। यो जाँचको सामना गर्नको लागि निम्ति विभिन्न सङ्ख्याहरू परिस्थितिहरू आउन सक्छ। अनि मत्ती 4 अध्यायमा हामी जान्छौँ अनि त्यहाँनिर हामी हेर्छौँ मत्ती 4 अध्यायमा त्यहाँनिर प्रभु यीशु ख्रीष्टले होइन त्यहाँ शैतानले चाहिँ प्रभु यीशु ख्रीष्ट स्वयं आफैलाई पनि त्यहाँनिर होइन परीक्षामा पारेको छ। तर यीशु ख्रीष्टले के गर्नुभयो भन्दाखेरि त्यो परीक्षामा विजय हुनको निम्ति परमेश्वरको वचन प्रयोग गर्नु। आमेन। परमेश्वरको वचन प्रयोग गर्नुभयो। अनि हो तपाईँ र मैले पनि हाम्रो जीवनमा यदि शङ्का आउँछ परिस्थितिहरूलाई चाहिँ त्यहाँनिर अब खराब सोचतिर होइन खराब विचारतिर चाहिँ जब हाम्रो दिमाग सोचलाई लान चाहन्छ भने अब हामीले यो बुझ्नुपर्छ कि हामीले चाहिँ परमेश्वरको वचनद्वारा चाहिँ होइन प्रार्थनाद्वारा चाहिँ त्यो शङ्कालाई हटाउन आवश्यक छ। अनि यदि हामीले त्यो शङ्कालाई चाहिँ परमेश्वरको वचनद्वारा चाहिँ हामी प्रार्थना गर्छौँ अनि परमेश्वरको वचनलाई हामी घोषणा गर्छौँ हाम्रो जीवनमा हामी सोच्छौँ हाम्रो होइन दिमागमा सोच्छौँ भने अनि त्यहाँ चाहिँ परमेश्वरले त्यो शङ्का आउने होइन शङ्का ल्याउने परीक्षा ल्याउने शैतानको त्यो सोचलाई शैतानको त्यो आत्मालाई रणनीतिलाई चाहिँ उहाँले हटाइदिनु। तपाईँ र मैले सक्दैनौँ फेरि तपाईँ र मैले चाहिँ आफै बल गरेर सक्दैनौँ होइन त्यो परिस्थिति हटाउनको निम्ति। अनि प्रभु येशूले नै भन्नुभयो लुकाको पुस्तक 22 अध्यायको 31 र 32 पदमा हामी हेर्छौँ भने पत्रुसलाई भन्नुभयो शैतानले तिमीलाई गहुँ जस्तै निफन्न लागेको छ होइन शैतानले तिमीलाई गहुँ जस्तै निफन्न लागेको छ। तर येशूले पत्रुसको लागि प्रार्थना गर्नुभयो होइन प्रार्थना गर्नुभयो होइन मैले तिम्रो लागि प्रार्थना गरेँ ताकि उसको विश्वास नटुटोस् होइन उसको विश्वास नटुटोस्। हो हामीले पनि यो भन्न आवश्यक छ कि यदि तपाईँ र मलाई चाहिँ होइन शैतानले हाम्रो विश्वासलाई कमजोर बनाउन खोज्दैछ र यदि हाम्रो विश्वासलाई चाहिँ ढाल्न खोज्दैछ भने हामीले यो बुझ्न आवश्यक छ कि हामीले पनि प्रार्थना गर्न आवश्यक छ र एकै अर्काको पनि हामीले प्रार्थना गर्न आवश्यक छ। हामी मण्डलीको लागि हामी प्रार्थना गर्न आवश्यक छ। यदि मण्डली होइन परमेश्वरको विश्वासमा कमजोर हुँदैछ भने तपाईँ र मैले निरन्तर मण्डलीको निम्ति प्रार्थना गरिदिन आवश्यक छ ताकि त्यो मित्रको लागि होइन विश्वास कमजोर नहोस् प्रभु भनेर हामीले प्रार्थना गरिदिन आवश्यक छ। जसरी प्रभु यीशु स्वयं आफैले पत्रुसको निम्ति प्रार्थना गरिदिनु भयो। अनि हामीहरूले सबै कुराहरू होइन हामी सचेत रहन र जागर हुन पनि आवश्यक छ। अनि शैतानको सामना अनि त्यसको ढिट विरोध गर्न आवश्यक छ। पहिलो पत्र 2:8 पदमा अनि कतिपय अवस्थामा हाम्रो कस्तो हुन्छ भने आर्थिक पाटो ठिक हुँदा मात्र होइन आर्थिक पाटो ठिक हुँदा मात्रखेरि होइन परमेश्वरलाई अगाडि होइन हामी चाहिँ विश्वास गरेर अगाडि बढाउन त्यो खालको सोच हाम्रो दिलमा आउँछ क्या। तर आर्थिक पाटो ठिक हुँदा होस् या नहुँदा होस् जस्तोसुकै परिस्थितिमा होस् होइन कमजोर हुँदा होस् नहुँदा होस् जस्तोसुकै कठिनाइलाई पनि हामी हेर्छौँ भने र बाइबल अनुसार हो भने चाहिँ सबै कुरा ठिक हुँदा मात्रै बाइबलका जति पनि बाइबलको हिरोहरू छ हिब्रू 11 अध्यायलाई हामी पढ्यौँ उनीहरूले सबै कुरा ठिकठाक भएर मात्रै उनीहरूले परमेश्वरमा प्रतिको भरोसा र विश्वासलाई अगाडि बढाएको होइन। हामी देख्छौँ नि त होइन अब्राहमलाई देख्न सक्छौँ मोसालाई देख्न सक्छौँ होइन दाउदलाई देख्न सक्छौँ उनीहरू सबै कुराहरू राम्रो ठिक सबै कुरा भएर मात्रै उनीहरूले आफ्नो परमेश्वरप्रतिको विश्वासलाई अगाडि बढाएको हो त होइन नि त हो। त्यही भएर तपाईँले हामीले यो बुझ्नुपर्छ कि हामीसँग सबै कुराहरू राम्रो हुँदा ठिकठाक हुँदाखेरि पैसा हुँदाखेरि अभाव नहुँदा घटी कमी नहुँदाखेरि सबै कुरा परिस्थिति एकदम असल हुँदा मात्रै म मेरो विश्वासलाई चाहिँ अगाडि बढाउँछु भन्छु भने त्यहाँ शैतानले फेरि गहुँ निफाने होइन गहुँलाई निफाने जस्तै निफान्न तपाईँ र मलाई खोजिराखेको हुनसक्छ। अनि यहाँ प्रभु येशूले भन्नुभयो मत्ती 6:33 मा पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर अनि सबै कुराहरू तिमीलाई थपिनेछ। तर हामी चाहिँ उहाँको राज्य चाहिँ खोजी गर्दैनौँ उहाँको धार्मिकता खोजी गर्दैनौँ अनि अरू सबै कुराहरूको पछि लाग्छौँ अनि थपियोस् भन्दै अनि त्यहाँ चाहिँ प्रभुले भन्नु भएन होइन बाइबलमा त्यसरी होइन हामी पाउँदैनौँ कहिले पनि। अनि प्रभु येशूले भन्नुभयो पहिले उहाँको राज्य र धार्मिकता खोजी गर अनि मात्रै सबै कुराहरू तिमीलाई उपलब्ध हुन्छ र थपिनेछ। अनि फिलिपी 4:19 मा चाहिँ पावलले भन्दछन् कि मेरो परमेश्वरको महामाया अपर सम्पत्तिद्वारा तिमीहरूको सबै कुराहरू म त्यहाँ पुरा गरिदिनेछु भनेर त्यहाँ लेखिएको छ। ओहो अब सबै कुराहरू पुरा हुने रहेछ होइन यो पदले त मलाई एकदम उत्साह दियो होइन राम्रो रहेछ यहाँ त सबै कुराहरू ख्रीष्ट येशूको नाउँमा गरेपछि त पुरा भइ पो हाल्ने रहेछ भनेर अनि हामी चुप्प लागेर होइन हात बाँधेर बस्छौँ भने पुरा हुन्छ हुँदैन। अनि यहाँनिर चेतावनी पनि दिनुभएको छ नि त दोस्रो थेसलोनिके 3:10 मा
काम गर्न नचाहने बारे अनि कडा शिक्षा त्यहाँ छ। यदि कसैले काम गर्न चाहँदैन भने होइन त्यहाँ चाहिँ कडा चेतावनी दिएको छ। अनि त्यही भएर हामी अब यो फिलिप 4:19 लेखेको वचनअनुसार होइन सबै कुरो उहाँको महिमाको धनअनुसार तपाईँ र मलाई दिइहाल्नु हुने रहेछ भनेर हामी चुपो लागेर बस्छौँ, प्रार्थना मात्रै गर्छौँ भने अनि यहाँ चाहिँ कमजोर भइरहेछ। यहाँ शैतानले फेरि हामीलाई गाउँ निफाने जस्तै निफान्न खोज्दैछ होइन। त्यो चाहिँ हाम्रो विश्वासलाई कमजोर बनाउनको निम्ति। तर यहाँनिर हामीले निरन्तर होइन परिश्रम गर्ने कुराहरू होइन प्रार्थना गर्ने कुराहरू काम गर्नुपर्ने कुराहरू पनि भन्नुभएको छ नि त। थिस्सलुनीको पुस्तक अघि हामीले पढ्यौँ 3 अध्यायमा होइन। अनि हामीले होइन विश्वास पनि गर्नुपर्छ, हामीले निरन्तर प्रार्थना गर्नुपर्छ, परिश्रम अनि बुद्धिमानीसँग तपाईँ र मैले खर्च पनि गर्नुपर्छ होइन। परमेश्वरले अब दिनुभयो अनि आर्थिक पाटो चलाउनको निम्ति, तर हामी त्यो खर्चलाई कहाँ प्रयोग गर्नुपर्ने भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन। जता पाए त्यतै खर्च गर्छौँ अनि जे पाए त्यही किन्छौँ अनि अन्तिममा गएर अनि प्रभु मेरो अभाव भयो, घटी भयो। तपाईँले त भन्नुभएको छ फिलिपी 4:19 होइन, तपाईँले त पुरा गर्छु भन्नुभएको छ, प्रतिज्ञा त गर्नुभएको छ, तर किन भइरहेको छैन मेरो जीवन होइन। अनि यो कुरालाई हामीले आफैलाई बुद्धिमानीपूर्वक हामीले सोच्न आवश्यक छ। अनि जस्तोसुकै परिस्थितिमा पनि परमेश्वरलाई धन्यवाद दिन सक्नु नै उहाँमा भरोसा र विश्वास छ। तपाईँ र मैले होइन बुद्धिमान साथ होइन जस्तोसुकै परिस्थितिमा पनि उहाँमा भरोसा र विश्वास गर्नु नै तपाईँ र म चाहिँ बुद्धिमान मानिसौँ। अनि तपाईँ र मलाई होइन अभाव हुनसक्छ अनि अभावको समयमा हाम्रो मन यस्तो आउन सक्छ कि प्रार्थना त होइन परमेश्वरले सुन्नु भएन कि क्या हो होइन। अनि त्यतिखेर हाम्रो विश्वासलाई चाहिँ अलिकति कमजोर बनाउन सक्छ होइन, कमजोर बनाउन सक्छ। अनि हामीले आर्थिक अभावलाई हेरेर परमेश्वरको प्रेमलाई नाप्न कहिले पनि मिल्दैन। अनि तपाईँ र मैले चाहिँ होइन आर्थिक कुराहरू कमजोर भयो अनि आर्थिक कुराहरू भएन, अब यो कुरा लिएर चाहिँ परमेश्वर तपाईँले मलाई त कम्ती प्रेम गर्नुभयो क्या हो भनेर कहिले पनि परमेश्वर प्रेमलाई तपाईँ र मैले नाप्न मिल्दैन। रोमी 8:38 र 39 पदले हामीलाई सिकाउँदछ। ख्रिस्टमा भएको प्रेमले हामीलाई कहिले पनि अलग गर्दैन। यस ख्रिस्टमा भएको प्रेमले तपाईँ र मलाई कहिले पनि अलग पार्दैन। कुनै पनि समस्याले त्यहाँनिर होइन 8:38 र 39 पददेखि त्यहाँ पढ्यो भने त्यहाँ स्पष्ट हामी पाउँछौँ कुनै पनि कुराले परमेश्वरको प्रेमदेखि अलग गर्दैन होइन। जस्तै हामी दाउदको उदाहरण हामी देख्न सक्छौँ। दाउदले चाहिँ होइन विश्वासद्वारा होइन गोलियतलाई हराए। अनि दाउदले आफ्नो शक्ति र हतियारको भरमा होइन तर परमेश्वरमाथिको विश्वासद्वारा सामना गरे दाउदले चाहिँ। अनि दाउदको विश्वास कस्तो थियो भन्दाखेरि परिस्थितिको सामर्थ्यमा होइन, परिस्थितिको सामर्थ्यमा भने गरेको विश्वास होइन। जस्तै परिस्थिति त्यहाँ चाहिँ कस्तो थियो भन्दाखेरि त्यहाँ त मृत्यु र जीवनको परिस्थिति थियो। हेर्नुहोस् है, त्यहाँ त लडाइँ गर्नुपर्ने थियो। त्यहाँनिर एकले अर्कालाई त्यहाँ मारपिट मारकाट गर्ने परिस्थिति हो। हेर्नुहोस् त, त्योभन्दा ठुलो जटिल परिस्थिति के होला संसारमा? हाम्रो जीवनमा पनि त्यस्तो परिस्थिति आयो भने के होला हेर्नुहोस् त होइन। अनि त्यो परिस्थितिमा चाहिँ भरोसा चाहिँ दाउदले कहाँ माथि राख्दैछन्? आफ्नो जीवनको त्यहाँनिर चाहिँ जोखिम छ होइन, बाजी त्यहाँ मृत्यु र जीवनको कुराहरू छ। त्यहाँनिर अक्षरश त्यहाँ लडाइँ गर्नुपर्ने कुराहरू छ। तर दाउदको होइन विश्वास चाहिँ कहाँ थियो भन्दाखेरि परमेश्वरमाथि थियो। अब त्यहाँ अरू इजरायललाई हेर्छ भने त्यहाँनिर उनीहरूले चाहिँ त्यो ठुलो गोलियतलाई अनि हेर्दाखेरि एकदमै ठुलो एकदम भयङ्कर डरलाग्दो ठुलो देखे उनीहरूले। वरिपरि हेर्दा वरिपरि इजरायलीहरूले त्यो देखे, साउल राजाले पनि ठुलो देख्यो गोलियतलाई। तर दाउदले चाहिँ त्यो गोलियतभन्दा पनि ठुलो चाहिँ को देख्नुभयो? परमेश्वर देख्नुभयो। अनि दाउदले चाहिँ त्यो गोलियतलाई हेरेन, जत्रोसुकै भए पनि, तर त्योभन्दा पनि गोलियतभन्दा पनि ठुलो चाहिँ मेरो परमेश्वर हुनुहुन्छ होइन। मैले चाहिँ परमेश्वरलाई हेर्छु अनि परमेश्वरको अगाडि त्यो गोलियत केही पनि होइन भन्ने कुरा चाहिँ पूर्ण विश्वास र भरोसा चाहिँ दाउदलाई थियो। बुझ्नुभयो नि होइन, दाउदलाई थियो। अनि यो चाहिँ दाउदको विश्वास होइन परमेश्वरको सामर्थ्यमा थियो होइन, परमेश्वरको शक्तिमा थियो। अनि दाउदले विश्वास मात्रै गरेर चुप्पो लागेर बसेन। सुन्नुहोस्, दाउदले होइन उसले के गरे अनि उसले विश्वास गरे अनि 5वटा ढुङ्गाहरू उठाए अनि त्यो चिप्लो चिप्लो ढुङ्गाहरू उठाए अनि त्यो आफ्नो झोलामा राखे अनि
उसले त्यो ढुङ्गा लिएर गए अगाडि, गोलियतको अगाडि गए। अनि ऊ चुप्प लागेर प्रार्थना मात्रै गरेर बसेनन् त्यतिखेर। प्रभु तपाईँ शक्तिशाली हुनुहुन्छ, तपाईँले चाहिँ यो गोलियतलाई तपाईँको शक्ति र सामर्थ्यद्वारा यसलाई खतम पारिदिनुहोस् भन्नु भएन, तर सेम आफै उपस्थिति भए। अनि त्यहाँ हामी के बुझ्न सक्छौँ भन्दाखेरि विश्वास गरे र विश्वास सँगसँगै उसले चाहिँ परमेश्वरको काममा होइन परमेश्वरको उपस्थितिमा तयारी भयो होइन, ऊ निस्के युद्ध गर्नको निम्ति। अनि त्यो सामना उसले गर्न सके। अनि परमेश्वरले चाहिँ अनि दाउदलाई विजय दिनुभयो। पहिलो समय 17 अध्यायमा हामी पाउँछौँ है यो कथा, अनि यो इतिहास होइन, पहिलो सामेल 17को 45मा होइन यो पुस्तकमा हामी पाउँछौँ यो दाउदको विषयमा र गोलियतको विषयमा। अनि उसको भरोसा, दाउदको भरोसा ढुङ्गामाथि थिएन क्या। उसले यत्रो ढुङ्गा त टिपेर लगे, तर अब यही ढुङ्गाले म डङ्गै हालेर लडाइन्छु भन्ने, त्यो यो ढुङ्गाले चाहिँ यसलाई म मार्छु भन्ने त्यो विश्वास दाउदमा थिएन। तर दाउदको विश्वास चाहिँ परमेश्वरमा थियो। अनि त्यसरी कार्य गरे। अनि दाउदले चाहिँ विगतमा चाहिँ होइन एउटा भालु र सिंहलाई पनि के गरेको थियो, उसले हराएका थियो नि त, भालु र सिंहलाई पनि मारेको थियो। अनि ऊ आफै भेडा गोठालो दाउद। अनि अन्तिममा अनि त्यो भेडाहरूलाई उसले बचाउँथ्यो जहिले पनि। अनि त्यो सिंह र भालुलाई दाउदले मार्ने गरेको थिए। अनि त्यो चाहिँ किन कसरी भन्दाखेरि परमेश्वरको शक्ति सामर्थ्यद्वारा त्यो काम गर्थे। अनि उसलाई थाहा थियो होइन विगतको अनुभव होइन, उसले पहिला भविष्यमा पहिला गरेको कार्यहरू दाउदलाई थाहा थियो। परमेश्वरले मलाई होइन सिंहको मुखबाट त बचाउनु भयो, शक्ति सामर्थ्य दियो भन्ने कुरो थाहा थियो दाउदलाई। भनेपछि अनि त्यो अनुभवद्वारा पनि ऊ तयारी भयो भने उसको विश्वास अझै दह्रो बनाएको। अनि तपाईँ र मैले पनि हो, हामीले विश्वास गरेको कति वर्ष भइसक्यो होइन, कतिले भर्खरै गर्नुभएको छ होइन, कतिले 10 वर्ष होला, कतिले 20 वर्ष होइन, 5 वर्ष हुनसक्छ। तर विगतमा केही न केही अनुभव परमेश्वरप्रति हाम्रो विश्वासमा होइन हाम्रो विश्वासमा छ र हुनुपर्छ। अनि त्यो अनुभव गरेर पनि हामी निरन्तर फेरि आउने दिनहरूलाई पनि त्यो विश्वासमा अगाडि बढेर हामी हिँड्न सक्छौँ। हो, तपाईँ र मलाई चाहिँ हामीले विश्वास गरेको कारणले हाम्रो पापबाट हामीलाई छुटकारा दिनुभयो नि त होइन। हामीले पहिला जे कुराहरू हामी खाँदै थियौँ त्यो कुरा हामी खान छोड्यौँ, जे कुरा हामी गर्दै थियौँ त्यो कुरा हामी गर्न छोड्यौँ। किन भन्दाखेरि हामी विश्वास गऱ्यौँ नि त। अनि विश्वास गरेको कारणले गर्दा, यीशु ख्रीष्टलाई विश्वास गरेको कारणले गर्दा त्यो कुराहरू हामीले छोडेका छौँ, त्यो अनुभव हामीले गरेका छौँ। विगतको कुराहरू त्यो अनुभव गर्दै गर्दै हामी आएका छौँ भनेपछि त्यो कार्य गर्ने पवित्र आत्माको काम हो। पवित्र आत्माको शक्तिद्वारा मात्रै हुन्छ होइन। त्यो समयमा दाउदसँग अक्सरस लडाइँ गर्नु पर्थ्यो भने अहिले तपाईँ र मेरो हृदयको लडाइँ हो क्या यो चाहिँ, बुझ्नुभयो नि। अहिले चाहिँ यो हृदयको लडाइँ हो। पवित्र आत्माको शक्तिमा हामी लडाइँ गर्छौँ। अनि हाम्रो सोच, हाम्रो दिमाग होइन, प्राणभित्र चाहिँ हाम्रो मन छ होइन, हामीसँग इच्छा छ, हामीसँग भावना छ, हामीसँग चेतना छ, विवेक छ नि त। अनि यो 5वटा कुरामा चाहिँ हामी लडाइँ गर्छौँ। अनि त्यो चाहिँ कसरी भन्दाखेरि परमेश्वरमा विश्वास गरेर, परमेश्वरमा भरोसा गरेर, परमेश्वरको वचनअनुसार तपाईँ र मैले चाहिँ हामी लडाइँ गऱ्यौँ। दाउदले अक्सरस लडाइँ गरे, परमेश्वर त्यहाँ हुनुहुन्थ्यो होइन, परमेश्वरले विजय दिनुभयो। अब तपाईँ र मेरो लडाइँ भनेको चाहिँ हाम्रो दिमागमा हो, हाम्रो सोचमा हो। हामीलाई त्यो विश्वास कमजोर पार्नका निम्ति शैतानले आएर डङ्गै यहाँ गोली हान्ने होइन, डङ्गै आएर यहाँ ढुङ्गा हान्ने पनि होइन, तपाईँ र मेरो दिमागमा हान्ने हो क्या। अनि त्यो भएर हामीले बुझ्न आवश्यक छ होइन। हामीले चाहिँ हाम्रो भरोसा र हाम्रो विश्वास चाहिँ यीशु ख्रीष्टमा हामी गर्न सक्छौँ। अनि विगतमा जे जति होइन परमेश्वर तपाईँ र मेरो जीवनमा गर्नुभएको छ त्यो कार्यलाई हेरेर हामी परमेश्वर अझै विश्वासमा अगाडि बढ्न हामी सक्छौँ। अनि दाउदले आफ्नो विश्वाससँगै होइन उसले आफ्नो कामलाई पनि, परमेश्वरको कामलाई पनि अगाडि बढाए। अनि यो चाहिँ कहाँबाट आउँछ होइन, तपाईँ र मेरो यो विश्वास चाहिँ कहाँबाट आउँछ भन्दाखेरि यूहन्ना 19को 30 पदमा प्रभु यीशु ख्रीष्टले सिद्ध्याउनु भएको कार्य हो होइन। प्रभु यीशु ख्रीष्टले तपाईँ र मेरो निम्ति, पापको निम्ति, उद्धारको निम्ति, अनन्त जीवनको निम्ति सबै कार्यहरू चाहिँ हामीले गर्न नसक्ने कार्य प्रभु यीशु ख्रीष्टले क्रुसमा सिद्ध्याउनु भयो। अनि उहाँले तपाईँ र मेरो निम्ति रगत बगाउनु भयो। अनि त्यो रगत चाहिँ होइन पापको क्षमा थियो। अनि तपाईँ र मेरो सबै पाप, अधर्म, अपराधलाई लिएर त्यो क्रुसमा उहाँनिर चढ्नुभयो, बलिदान हुनुभयो, अनि मारिनुभयो। तेस्रो दिनमा उहाँ जीवित भएर उठ्नुभयो, मृत्युलाई जितेको परमेश्वर हुनुहुन्छ। त्यही भएर त हामीले विश्वास गरेका छौँ नि त। अनि यो विश्वासी लडाइँ अब सुरु हुन्छ।
अनि त्यो क्रुसमा गरिएको कार्य जब सबै कुराहरू प्रभुले सिद्ध्याउनु भयो, अब तपाईँ र मलाई चाहिँ अब त्यो सामना गर्नको निम्ति पवित्र आत्मा तपाईँ र मलाई परमेश्वरले दिनुभएको छ एफिसी 1:13 अनुसार। अनि त्यो पवित्र आत्माको शक्ति र सामर्थ्यद्वारा चाहिँ अब तपाईँ र हामीलाई यो विश्वासको लडाइँ अगाडि बढाउनको निम्ति तपाईँ र मलाई सुम्पिनु भएको छ। अनि हामीसँगै छ, परमेश्वर यीशु ख्रीष्टको आत्मा हामीसँगै छ, तपाईँसँगै छ। अनि यो कुरा हामीले बुझ्न आवश्यक छ। यो भएको कारणले गर्दा विगतमा भएका ती जति पनि नराम्रो सोच विचारहरू हामीले हटाएका छौँ। यदि हटाइएको छैन भने अब सोच्नुपर्छ कि तपाईँ र मैले अब म लडाइँ लड्दैछु हैन। यो लडाइँ एफिसी 6:मा हामी हेर्छौँ भने हैन, त्यहाँ चाहिँ लडाइँको विषयमा कुरा गरेको छ नि त। अनि हेर्नुहोस् त, सद्रक मेशक अबेदनगोलाई पनि हामी देख्न सक्छौँ उनीहरूको विश्वास कस्तो थियो। होइन, यशायाको पुस्तक त्यहाँ 43:2 त्यहाँनिर भनिएको छ, तिमी पानीबाट अथवा तिमी नदीबाट तिमी आगोबाट भएर गयो भने पनि म चाहिँ त्यहाँ तिम्रो साथमा हुनेछु भन्नुभएको छ। यशायाको पुस्तक त्यहाँनिर 43:2 कसैले पढिदिनुहोस् त, वचन पढ्दाखेरि चाहिँ राम्रो हुन्छ। यशाया 43:2 त्यहाँ के भनिएको रहेछ? तिमी पानीबाट पार भएर जाँदा म तिम्रो साथमा हुनेछु, अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तिमीलाई डुबाउने छैनन्, तिमी आगोबाट भएर जाँदा तिमी बढ्ने छैनौ, मतलब ज्वाला तिमीमाथि सल्किनेछ। हेर्नुहोस् त, यहाँनिर परमेश्वरले भन्नुभएको हो नि त यो वचन होइन। तिमी पानीबाट भएर, तिमी नदीहरूबाट भएर, तिमी आगोबाट भएर गयो भने पनि म तिम्रो साथमा हुनेछु। अनि कतिपय अवस्थामा होइन हामी परमेश्वरमा विश्वास गरेर भरोसा गरेर परमेश्वरको महिमा गर्छौँ भने हामी त्यो अवस्था पनि हामी पुर्याउन सक्छौँ। किनभने यहाँ शैतान चलाक छ यो संसारमा, बुझ्नुभयो नि। सद्रक मेशक अबेदनगोलाई हेर्नुहोस् त, दानियल 3:मा त्यहाँ आगो भट्टीमा हालियो नि त। किनभने उनीहरूले जीवित परमप्रभु परमेश्वरसँग विश्वास गर्थे, आशा गर्थे होइन, जीवित परमेश्वरमा भरोसा गर्थे होइन, उहाँको आराधना गर्थे होइन ती व्यक्तिहरूले। अनि हेर्नुहोस् त, त्यहाँनिर उनीहरूको ठुलो चाहिँ त्यहाँ एउटा परीक्षा आयो। अनि त्यो परीक्षामा त्यहाँनिर को हुनुहुन्थ्यो? येशू ख्रीष्ट हुनुहुन्थ्यो। अनि त्यो आगोको भट्टीभित्र होइन उनीहरू 3जना त हालिए, तर त्यहाँ 4जना भएर त्यहाँनिर चाहिँ घुम्दै हुनुहुन्थ्यो। अनि त्यो आगोमा पनि येशू ख्रीष्ट हुनुहुन्थ्यो। हो, हाम्रो जीवनमा तपाईँ र मेरो विश्वासी जीवनमा कतिपय अवस्थामा परिस्थितिहरू जटिल हुनसक्छ, तर त्यो जटिल परिस्थितिमा पनि जसरी सद्रक मेशक अबेदनगोको साथमा येशू ख्रीष्ट हुनुहुन्थ्यो, त्यसरी नै तपाईँ र मेरो परिस्थितिमा पनि येशू ख्रीष्ट हुनुहुन्छ। अहिले पनि हुनुहुन्छ, आज पनि हुनुहुन्छ, भोलि पनि हुनुहुन्छ, यहीँ हुनुहुन्छ होइन। अनि हो, यो कुरामा पूर्ण विश्वास हाम्रो सोचमा हुनुपर्छ। अनि मात्रै हामी परमेश्वरको महिमा तपाईँ र मेरो जीवनबाट प्रकट हुन्छ। अनि त्यसले चाहिँ हामीलाई बलियो विश्वासमा दृढ विश्वास गर्नको निम्ति हामीलाई त्यो सामर्थ्य अनि त्यो शक्ति अनि परमेश्वरले दिनुहुन्छ। अनि प्रभु यीशुले त्यही कुराहरू होइन गरेको उहाँ चाहनुहुन्छ। अनि हितोपदेशको पुस्तक 3:5 भनेको छ, सम्पूर्ण हृदयले परमेश्वरमा भरोसा गर्नु। सम्पूर्ण हृदय, यो हृदय हामी थाहा छ, हाम्रो हृदय प्राण आत्मा शरीर होइन, यी 3टा कुरा भएर हृदय बनिएको छ। अनि यो सम्पूर्ण शरीरले, हाम्रो सोचले, हाम्रो दिमागले, हाम्रो मनले होइन, हाम्रो भावनाले, हाम्रो विवेकले, हाम्रो चेतनाले, सम्पूर्ण कुराले चाहिँ परमेश्वरमाथि भरोसा राख र विश्वास गर भन्नुभएको छ। अनि यो विश्वासले चाहिँ हाम्रो जस्तोसुकै परिस्थिति आओस् यो पृथ्वीमा होइन, हामीलाई घटी होस्, अभाव होस्, समस्या होस्, जस्तोसुकै जटिल परिस्थिति होस्, त्यसले तपाईँ र मलाई यति पनि छुँदैन, त्यसले हामीलाई डराउन सक्दैन, त्यसले हामीलाई खरानी बनाउन सक्दैन। किन भन्दाखेरि जीवित परमप्रभु परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। आमेन। हुन्छ, परमेश्वरलाई महिमा होस्। र यो समय आज पास्टरलाई दिन चाहन्छु। हुन्छ, उहाँलाई स्वागत गर्नुहोस्। जय मसी। हामी एउटा भजनलाई गाउँ न ल। आउनुहोस्, हामी सबैजना खडा हुनेछौँ। हामी प्रभु भोजमा जानुभन्दा अगाडि हामी खडा हुनेछौँ।